त्यो जुत्ता राखिदेऊ त त्यहाँ पराईको जुत्ता हो नि त त्यो बाबुको यो जुत्ता लाऊ बाबुको यो जुत्ता लाऊ त पराईको जुत्ता त्यहीँ राखिदेऊ झट्टै झट्टै राखिदिउँ म बोलाइदिउँ पराईले बोलाइदिउँ त्यो जुत्ता राखिदेऊ त्यहीँ राखिदेऊ अब हामी त जाने अब त त्यहीँ राखिदेऊ जुत्ता त्यहीँ राखिदेऊ बाबुको त्यहीँ राखिदेऊ अब हामी घर जाउँ ल अब घर जाने हामी हिँड घर जाउँ त्यो राखिदेऊ त्यहाँ भरे जाने त्यो जुत्ता त्यहीँ राखिदेऊ अनि जाने ल यो लाएर त जानु हुँदैन माया गर्छन् त्यो लाउनु हुँदैन बाबुले हुँदैन 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 है हुँदैन त्यहाँ राखिदेऊ हो ज्ञानी गुड बोय बाबु गुड 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 ल त्यहाँ राखिदिन्छ अब ल त्यहाँ राखिदेऊ हो थ्याङ्क यू ल बाबुको लाउने अब बाबुको लाउने है बाबु तँ हुँदैन तँ लाउनु हुँदैन त्यो हुँदैन त्यहाँ राखिदेऊ कहाँ हिँडेको बाबु आमै हुँदैन नि त्यहाँ राखिदिनु पर्छ ल राखिदेऊ झट्टै हुँदैन अब जाने घर जाने ल यो लाएर भर्याङमा जानु हुँदैन बाबुको आफ्नै जुत्ता लाएर जाने यो पराईको जुत्ता हो पराईको जुत्ता यो लाउनु हुँदैन यो जुत्ता लाँदा पैसा चाहिन्छ हो त्यहाँ राखिदेऊ त्यो जुत्ता अर्को लाउने होइन ल ल ल ल ल ल ल यो बाबुको जुत्ता लाउने ल त्यो राखिदेऊ त्यहाँ लडिन्छ यो जुत्ता लगाएपछि त दिदी यहाँ आउनु त यो बाबुलाई यहाँ भनिदिनु त यो पराईको जुत्ता लाउनु हुँदैन भनेर अबदेखि बाबुले यस्तो गर्यो भने यहाँ भर्याङमा नलिएर आउने भाटबटीमा नलिएर आउने भयो बाबुलाई मामु रिसाएको है मामु यो बाबुको जुत्ता लाउने अनि भन्ने ल यो मामुको जुत्ता लाएर हिँड ल यो मामुको जुत्ता लाएर बाबुको जुत्ता पछाडि हेर त कति ठुलो छ पछाडि यो खुट्टा अगाडि लिएर ल हेर उ पछाडि कति ठुलो छ देख्यौ यो त लाउने होइन यो त छोरी मान्छेले लाउने जुत्ता हो बाबु छोरा मान्छे हो बाबु हजुर छोरा मान्छेले किन जुत्ता लाएको यो हजुर ए छोरा मान्छे यो छोरी मान्छेको जुत्ता किन लाएको अब जाने ल जुत्ता राख्दै यो लाएर त जानु हुँदैन ल ल यो फुकालेर राख्दै जाउँ अब यसलाई नलिएर आउने अबदेखि नलिएर आउने यो जुत्ता लाएर जाने भने त हामी छोडेर जाने बाबुलाई यो जुत्ता लाएर जाने भने हामी छोडेर जाने यो जुत्ता लाएर जाने त मामु बाबा दुईटैले छोडेर तानिहाल्छ जुत्ता लाउने हुँदैन आफ्नै जुत्ता लाउनु पर्छ ल अब आफ्नो जुत्ता लाउने अब जाने हुँदैन कपाल तान्छ अहिले कपाल तान्छ बुझीले हुँदैन त्यहाँ राख्दै हुँदैन त्यहाँ राख्देऊ अहिले हुँदैन नगर अब यी छोडेर जाने यसलाई अब झगडा गरेर छोडेर जाने यसलाई छोडेर जाउँ हामी
यसलाई छोडेर जाउँ ल यो जुत्ता ल आऊ हो र ए रगत आइसक्यो फेरि लौ ए नाकबाट रगत आइसक्यो ल जुत्ता लाउनु आउन आँटेछ ए ल नरु रगत आउँछ है नाकबाट रुनु हुँदैन यो रगत देखिरहेको छ नाकमा आमा रोएपछि त रगत पो आउँदो रहेछ नाकबाट ए अब रुँदैन बाबु अब रुँदैन ज्ञानी भइसक्यो ल अब हाँस पढाइको भोलि लाउने हो पढाइले गाली गरेछ बाबुलाई गाली अब भराइ चढ्नुपर्छ ल भोलि कोठा जाने ल नाकाबाट रगत आउँछ कहिले त हेरौँ त खै नाका हेरौँ त मामुले खै यसरी गरिदिन्छु देखाइदिन्छु अब लिएर जाने भन्छ नि ज्ञानी आइसक्यो कि क्या नाकबाट रगत ए आउन लागिसकेको रुन्छ रोएपछि त नाकबाट रगत आयो के कामले रगत आयो गलेर रुन लागेको थियो रुन लागेको छ नि पढायो नि छैन रुन लागेर चाहिँ पढायो रुन लागेको छ पढाइको पनि रोएर नाकबाट रगत आइछ अरे रोएपछि त नाकबाट रगत आइहाल्छ नि अब रुँदैन बाबु अब रुँदैन अब भरे पढाइ नै रोइरहेछ रगत आइन्छ जुत्ता लायो भनेर पढाइको नाकबाट रगत आइन्छ